भङ्ग गरेको पछाडि चाहिँ ऊ लुकेको छन् अनि परमेश्वरले चाहिँ तँ कहाँ छस् भनेर खोज्दै हुनुहुन्छ। अझै हामी कयौँ आदमहरू छौँ जसले चाहिँ आफ्नै बिजी व्यस्ततामा रहेर संसारकै कुराहरूमा बिजीमा रहेर मेरो काम मेरो यो मेरो परिवार है फिक्री गरिकन चाहिँ आज हामी यसरी नै आदम जस्तै परमेश्वरको उपस्थितिबाट हराइराखेका छौँ। आदम जस्तै परमेश्वरको उपस्थितिबाट हामी टाढा भइसकेका छौँ। परमेश्वर आउनुहुन्थ्यो आदम कहाँ अनि परमेश्वरले चाहिँ उहाँसँग सङ्गति गर्नुहुन्थ्यो। तर त्यो दिन चाहिँ परमेश्वर आउनुभयो बगैँचामा आदम र हव्वा छैनन् अनि परमेश्वरले सङ्गति गर्नको लागि चाहिँ उनीहरूलाई नभेटाउनु भएपछि परमेश्वरले बोलाउनु भयो अनि भन्नुभयो त कहाँ छ। आज सेम क्वेसन प्रिय हामी कहाँ हराइराखेका छौँ। आज हामी के परमेश्वरलाई मन नपर्ने कुरा म सङ्गति त गरिराखेको छु नि भन्दै आज हाम्रो जीवनलाई हामी हराइराखेका छौँ। यो कुरालाई हामी मनन गरौँ। आउनुहोस् हामी सबैजना एकछिन हाम्रो आँखाहरूलाई